आज जहाँ बाक्लो बस्ती छ, अग्ला भवन छन् र सडकमा मानिसहरूको भिड छ, किंवदन्ती अनुसार कुनै समय यही ठाउँ विशाल ताल थियो। चारैतिर पानी र त्यही पानीको बीचमा एउटा कमल फुलेको थियो। त्यस कमलमाथि एउटा दिव्य ज्योति प्रकट भएको विश्वास गरिन्छ। यी ज्योतिसँग जोडिएको कथा हो स्वयम्भूनाथको। बौद्ध परम्परा अनुसार मञ्जुश्रीले यही दिव्य ज्योति देखेका थिए, तर ज्योति रहेको ठाउँसम्म पुग्न चारैतिर पानी थियो। त्यसपछि मञ्जुश्रीले आफ्नो खड्गले चोभारको डाँडा काटेर तालको पानी बाहिर पठाएको धार्मिक किंवदन्ती रहिआएको छ। पानी बाहिरिएपछि उपत्यका बस्न योग्य बनेको र कमल रहेको स्थानमा स्वयम्भूनाथ स्थापना भएको जनविश्वास छ। त्यसैले स्वयम्भू शब्दको अर्थ हुन्छ आफै उत्पन्न भएको। काठमाडौँको पश्चिमी पहाडमाथि रहेको स्वयम्भूनाथ आज नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदा मध्ये एक हो। यहाँ पुग्न सयौं सिडी चढ्नुपर्छ, तर माथि पुगेपछि देखिने दृश्यले त्यो यात्राको थकान बिर्साइदिन्छ। सामुन्ने देखिन्छ सेतो गुम्बा, त्यसमाथि सुनौलो शिखर र चारैतिरबाट काठमाडौँलाई नियालिरहेका जस्ता देखिने बुद्धका आँखा। यी आँखालाई ज्ञान, चेतना र करुणाको प्रतीकका रूपमा लिइन्छ। स्वयम्भूनाथ बौद्ध धर्मावलम्बीका लागि अत्यन्त पवित्र स्थल हो, तर यसको विशेषता यतिमै सीमित छैन। यहाँ बौद्ध चैत्यसँगै हिन्दू देवी देवताका मन्दिर पनि छन्। त्यसैले स्वयम्भूनाथ धार्मिक सह अस्तित्व र सांस्कृतिक विविधताको सुन्दर प्रतीक बनेको छ। परिसरमा रहेको हरिती देवीको मन्दिर पनि विशेष महत्त्व राख्दछ। धार्मिक कथा अनुसार हरिती देवी पछि बालबालिकाको संरक्षण गर्ने देवीका रूपमा पुजिन थालिन्। स्वयम्भूनाथको अर्को विशेष पहिचान हुन् यहाँ देखिने बाँदरहरू। त्यसैले यसलाई मङ्की टेम्पल भनेर पनि चिनिन्छ। समयसँगै धेरै परिवर्तन भए। 2072 सालको भूकम्पले पनि स्वयम्भूनाथ परिसरका केही संरचनामा क्षति पुर्यायो, तर संरक्षण र पुनर्निर्माणपछि आज यो सम्पदा फेरि मजबुत रूपमा उभिएको छ। आज यहाँ कोही पूजा गर्न आउँछन्, कोही प्रार्थना गर्न, कोही इतिहास बुझ्न र कोही काठमाडौँको सुन्दर दृश्य हेर्न। तर स्वयम्भूनाथमा पुग्दा एउटा कुरा महसुस हुन्छ, यो केवल ढुङ्गा, इँटा र धातुले बनेको स्तूपा होइन। यो किंवदन्ती, इतिहास, धर्म, कला र संस्कृतिलाई हजारौं वर्षदेखि जोडेर राखेको जीवित सम्पदा हो। काठमाडौँको शिरमा उभिएर बुद्धका आँखाले आज पनि सहरलाई नियालिरहेका छन् र स्वयम्भूनाथको कथा, सायद त्यो कथा अझै सकिएको छैन, किनकि जबसम्म यहाँ प्रार्थनाका आवाज गुन्जिरहन्छन्, स्वयम्भूनाथको इतिहास पनि जीवित रहिरहनेछ।